बाटै छैन हो क्या खाने गाउँको र गार्डन आएको बाटै पाएन हौ गाइस खाने गाउँको र गार्डन आएको फर्स्ट टाइम यो रक गार्डन खाने गाउँको ताक्रिङ गेर्मु खाने गाउँमा यो यस्तो पलबाट ढुङ्गाको त्योबाट आउनुपर्छ यहाँबाट यस्तो बनाएछ चगाङ्गी त अन्त अब यहाँ बसेर पनि तलको गाउँको भ्युजहरू हेर्न सकिन्छ छ नम्बर ए तेरे यार भाइ यही जाने हजला 6 नम्बर गेट अब यहाँबाट सवारी यसरी जानुपर्छ यहाँ चाहिँ यहाँ ठ्याक्क टाउमा नै छिरेर ठ्याक्क तलको भाग चाहिँ अब उयो नसिने रहेछ हैन हजुर गाह्रो छ गाह्रो यहाँ राम्रोसँग आउनुपर्छ नत्र पनि ज्याकेट स्याकेट च्यादिन्छ लुगा सुगा अलिक होसियारपूर्वक हिँड्नु पर्यो किनभने ढुङ्गाको धारै धार छ नि त टोकाबाट जोगिनुपर्छ Susu mo doon din. Susu mo. 1 number. 8 number. Tahu mah. Jadi 8 number त्यो रहेछ. अब तल रिटर्न ब्याक गर्नु भयो. हो तू हुआ म हो के यहाँ छ लिके. आज फर्स्ट टाइम आएको जस्ट राम्रो रहेछ ठिकै हो रक गार्डन बनाएको हो कि रेडिमेड हो यो ह यहाँ दिन छ क्या हो
नान्टी टाढा यसो छेउमा त चुपुरानी त भन्ने हो कम भन्दै सकिएको रक गार्डन पनि अन्त भन्ने भयो रक गार्डन नै ढुङ्गै रक गार्डन कति नम्बर निको न बिस्तारै गाइज रक गार्डनको यात्रा गर्दैछ यो नै गरेको राउन्डिङ हान्दैछ हामी तल निहुरिनुपर्छ नत्र भने टाउको जान्छ फेरि आमा यस्तोको रहेछ त यस्तो छ गाइज यस्तो छिनै नमिल्ने यस्तो परबाट चिन्नुपर्छ सोह्र नम्बर अँध्यारै छ अँध्यारै छ है गाइज सुन बाछा अब यताबाट बाटो नभएछ त्यही फेरि हामी त्यही बाटोबाट फर्किँदैछ नो इन्ट्री ढुङ्गै छ यस्तो अहिले कनेक्सन हुन्छ त्यही बिस्तारै हेर्नको छ अब भवनको स्टेसन छ नि त केही छैन अब घुम्ने हो नि त राम्रो छ यस्तो यो गार्डन सरक्क ल्याएर सरक्क यहाँ सिर्ने है यसरी दुलो भित्र चिन्नु पऱ्यो नि क्यारे हुन्छ अब यहाँ छिर्नु पऱ्यो कस्तो छ पहिलोपल्ट हो तेरो गरी बसिसक्यो सक्यो अब पसिनै गएछ यार उजुर क्या है मजा भन्दै
रहेछ टक्क लगाएर यहाँ अझै फ्लोर बनाउनु चाहिँ यिनीहरूले फर्स्ट टाइम होइन चाहिँ फर्स्ट टाइम भने सेकेन्ड टाइम सेकेन्ड टाइम हो मेरो फर्स्ट टाइमै हो जस्ट ठिकै रहेछ गाडीमा बगैँचा बगैँचा राम्रो हुन्छ यात्रा गरी त्यही बाटो फर्किने अर्को बाटो जाउँ हामी फेरि यसरी कता घुमेर आउने ल्याएको छु ल 14 नम्बर रहेछ तेह्र नम्बर अच्छा म भन्दै भयो मैले लास्ट इन्डिङ मलाई लाग्यो नि इन्डिङ होला भनेको त होइन रहेछ अझै रहेछ यता उता कता कता स्लोली स्लोली यहाँ अड्किन्छ के हो है त बाह्र नम्बर थियो 12 नम्बर छु 11 नम्बर निस्किने सबै यहाँ चाहिँ खतरा रहेछ नि पेट दल्ने पेटलाई चाहिँ मसाज गर्ने अब भन्ने मिल्दैन आफ्नो चिलबिट छ अब यस्तो खानामा यस्तो रहेछ अब कौन घुमाउँदै भयो यो 11 नम्बर अब लास्ट तुली त आयो आज तुलिहाल्यो नि त गरेको तल न्यौ कसले सिउ सिउ क्या हालेको हो म कहाँ त है इन्डिङ सकिसक्यो